मालपन मालै हो अछाम मुख्याकी छोरी मालपन मालै हो। साँच्चै मालौली हो कहाँ हो त्यो? कस्तो हो? माल भने के मिनिङ के रहेछ यसको? यो माल भन्ने चाहिँ के हो खासमा? अनि अछामको मुख्य चाहिँ को छ हो? त्यो त्यसको छोरी चाहिँ कस्ती छ फेरि भनौँ न। पट्याउने विचार छ कि क्या भुपेशको? होइन एकचोटि हेर्न मन छ कि सबले मालपन मालै हो भनेको छ। माल भने त त्योलाई भन्दैन भुपेश? कसलाई माल भन्ने कसलाई भन्छ अरे? माल भने त त्यो माल बिग्रिया अब केटीलाई भन्छ यार। बिग्रिया केटीलाई भन्छ र माल भन्ने सामानलाई पनि माल भन्छ ए होइन? होइन हाम्रो गाउँतिर रक्सीलाई पनि माल खाइकिन आएको भन्दा। ए यस्तो थुप्रै कुराहरू छ। अब त्यो केटीलाई पनि माल भन्दो रहेछ भन्ने कुरा पनि। योमा प्योर नेपाली नबोल त। ए हामी त पश्चिमेली है। अलवेज ऱ्यापर नेपाली मेरो अगाडि आइहाल्छ क्या। प्योर नेपाली झार्यो भने चाहिँ मलाई लास्टै रिस उठ्ने के मिक्स गर्न बरु अब यताको पनि उताको पनि मिक्स गरेर फेरि पर्यो दिइहाल्ने कि भान्जाले कम्बिनेसन मिल्छ नि त। भान्जाले फेरि दिइहाल्ने क्या। क्याच गर्न केला विदेशी हामी चाहिँ केलाउनी रहेछ र मनै जितेसी। यस्तो चाहिँ हामी रुममा झगडा गर्छौँ, यहाँ घुम्न आयो भने चाहिँ माल लोयल भन्ने भिडियो मात्र। यहाँ सुन गाइज हामी खासमा चाहिँ आज यो के भन्छ हो यो सुन्धाराको यो ग्राउन्डमा चाहिँ टुडी खेलमा छौँ होइन? टुडी खेलमा छौँ ठ्याक्कै। हामीले भन्नुपर्दा यो पछाडि ब्याक क्यामेरा गर्नु नमिल्ने रहेछ। म धराएर देखाउँछु धराएर चाहिँ यतापट्टि है। देख्यो भने देख्यो, देखेन भने देखेन। के छोड्यो बाललाई फरक के छोड्यो नभए यहाँ त्यस्तै हो।